काम चाहिँ यहाँ आइसक्यो। बगर यति खनिसक्यो। ओ पर यो साग हो कि यो साग उखालेर पनि खनिने अरे। एक गरा हो नि त, लामो नै छ। यसमा चाहिँ साग रोप्ने अरे अब हो। अब साग रोप्ने बेला भइसक्यो नि त, तर गाडी भइसक्यो। यहाँ पनि सब्जी रोप्छ होला। यी मल थुपारिरहेको छ, यहाँ तल पनि थुपारिएको छ, यहाँ पनि थुपारेको छ मल। अब हेर्दै गरौँ गाइस। लौका ढुक्दै गरेको फन गरिस् है। चोट परिहाल्यो। हेर न घुमेको। हामीले यति खनिसक्यो। यहाँ कति पनि छैन, यति छ। के गर्नुपर्छ अरे? सजिलो छ। कति छ झार? बटारेको छ नि त झार है। अन्त उता अब चाहिँ म घर गएको। हुन्छ म घर गएको। अब चाहिँ यहाँ तल दाउरा चिरिसकेको रहेछ। यो फलिरहेको छ नि, यो फलिरहेको छ नि, यो के हो थाहा छ? जेम्बिरको रुखको जेम्बिर फलेपछि पुरा फलेको छ। पुरा रस हुन्छ तर यसमा चाहिँ अमिलो। बुइभरि लडिरहेको रहेछ। म चाहिँ घर आइपुगिसकेको छु। हाम्रो फुल फुल्न आँटेको रहेछ। कस्तो मजाले देख्छु नि फुल। यो चाहिँ बनाएको होइन, यस्तै खालको हो यो। यस्तै खालको पत्ता हो यो चाहिँ। यो चाहिँ मेरो घर हो। घाम यहाँ बुलिसक्यो। कति मजाले टुप्पो टुप्पो पहिलो पहिलो खालको है। तर यो चाहिँ यस्तै खालको हो नि त। बेसी छिप्पियो भने चाहिँ कालो हुन्छ, मतलब कालो टाइपको। कस्तो भने नि यस्तो हुन्छ नि त कि बेसी छिप्पियो भने चाहिँ यस्तो कलरमा आइहाल्छ। यस्तो हुन्छ नि त। कति मजाले फुलिरहेको छ ढुक्कै। चाहिँ आलु काट्दै काटेको छ। अनि यो छ हो, यो काट्दै छैन। अलि बस्यो अन्त रोटी पोल्नुपर्छ। चिया खाइरहेको थिएँ मैले। हल्का रमाइलो।
हाम्रो सुपारी पनि पाक्यो। रातो हरिरातो पहेँलो रातो रातो हुँदैछ। यहाँ अलिक काँचो छ। यहाँ पनि हल्का पाक्यो, यहाँ पनि पाक्यो। यो सुपारीको बोट हो। सुन्तलाको बोट। यहाँ चरा गुर बनाएको छ। ओ माथि पनि बनाएको छ तर देख्दैन रहेछ। सुपारीको रुखो यो चाहिँ। म यहाँ बाख्रालाई आँटा दिन आएको। यिनीहरू अत्तालेको होइन फेरि खानुभन्दा त। ल ल ल तँलाई त बेसी दिन्न म। ल ल सच्चन दिन्छ है यिनीहरूले। खा 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 अब ल तँलाई दिन्न। तँलाई दिदिनँ जा उता अड्डी। यो त खा। ल यो त खा। तँलाई दिन्न अड्डी अड्डी अड्डी। ल सक्यो। ए सोर्छ भयो। दुईजनाले तिनजनाले खायो। यिनीहरूलाई घाँस हाल्छु अब। घाँस हालिदिएँ मैले। बिचराहरूलाई त अलिक कम्ती परेछ। खाना खा 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 खा। बेलुकाको फेरि धन्दा सुरु टक्क भइहाल्यो। यो त पुरी बनाउने हो। बोजूले खान्छ अरे। यो रोटी ए सबै रेडी छ हो। यो रोटीको भाँडा, यो पुरीको भाँडा, यो सब्जी पकाउने मसला सबै ठिकै छ हो। कराई पनि ठिकै छ। ताई यहाँ छ। यो चुल्हामै पकाउनु पर्यो नि। सके रोटी पोलेर रोटी त थालिसक्यो हो। यही रोटी पनि भइसक्यो। रोटी सेक्नुपर्छ यसरी चुल्हामा। चुल्हाको मिठो हुन्छ नि त। अन्त चुल्हामा पकाएको मिठो हुन्छ कि अन्त चुल्हामै पकाउनु पऱ्यो नि सबै कुरोहरू। ग्यास पनि छ कि तर कोही बेला चाहिँ अब नभए छिटो मतलब छिटोको लागि चाहिँ ग्यास। अन्त प्रायः चुल्हामै पकाउँछु म चाहिँ। यता हो पिल्छ यहाँ। पहिलाकै मजाको भइरहेछ। यो चाहिँ यो जुन चाहिँ उयो गरेको थिएँ नि मैले यो बेलिरहेको छु नि। यो पुरी बनाउनु आँटेको हो। मेरो अघि रोटी पनि पाकिसक्यो। यहाँ पालिदिन्छु डेक्ची। यो चाहिँ अब यसरी राखिदिन्छु हो। यो चाहिँ उयो हुन्छ नि त के भन्ने। यो तातो पानी छैन। यो तातो पानीको उयसले चाहिँ यहाँ भाँडा पनि तातिन्छ अन्त रोटी पनि तातिन्छ नि त। अन्त छिटो पाएर चाहिँ यसो यतिकै राख्नुपर्छ तातो भइहाल्छ हो। अनि सबै पकाइसकेर चाहिँ त्यहाँबाट चाहिँ यो पानी बसाएर त्यहाँ फेरि तातिहाल्छ रोटी हो। चिसो पनि हुँदैन। यो पुरी बनाउँछु त्यहाँबाट फेरि सब्जी यहीँ पकाउँछु। सबै चुल्हामै पकाउँछु म। सधैँ चुल्हामै पकाउँथेँ कि। मतलब त्यो भात चाहिँ कुकरमा पकाउँथेँ। सब्जीहरू चाहिँ यहीँ चुल्हामै बिहान होस् कि बेलुका होस्। म पुरी बनाउँदैछु। आगो कति मजाको बलिरहेको छ। यहाँ चाहिँ एउटा सकेँ। अब यति छ गर्नु। गरम त हुँदैन अब के गर्नु। चुल्हा मिठो हुन्छ। गाइस मैले पुरी पनि बनाइसकेँ हो। गरम भयो। पुरी पनि बनाइसकेँ। अब यो ठिक्कै सब्जी पकाइहाल्छु अब हो। सकेँ यति हो। रोटी यहाँ छ। तातो पानी भाँडामाथि।
तातै बस्छ नि त। पुरी चाहिँ पर अर्को किचनमा लानुपर्छ। यो सानो किचन हो हाम्रो चाहिँ हो, ठुलो किचन चाहिँ पर छ। अब यो तेलमै सब्जी पकाउँछु। मसला पकाउँदैछु हो। गरिसकेछु मेरो मसला पनि भुटिसकेँ। जिरेछु सब्जी पनि पाक्यो मेरो।